र फाइनल साथीहरू हामी चाहिँ साकुरा फुलेको फल ठाउँमा आइसकेको छ। हेर्नुहोस् साकुरा यतै टक्क यस्तो छ। जापानिज पनि टन्नै छ। हेलो साथीहरू, हजुरलाई स्वागत छ मेरो ब्रान्ड न्यू ब्लगमा। र आज हामी साथीभाइ मिलेर साकुरा फुलेको हेर्न जाँदैछौँ। केटाहरू यता छन्। किरण हाई गर त, के छ हालखबर? उता अनिल छौ उता हिरो भएर चस्मा बोकेर। र यो चाहिँ हाम्रो पार्क हो। र हामी चाहिँ अलि माथिल्लो ठाउँमा गएर साकुरा हेर्ने छौँ। र अगाडिबाट जापानिज आएको छ, त्यसले एकछिन उनीहरूलाई डिस्टर्ब नगरिकन हामी हिँड्छौँ। यो चाहिँ हाम्रो पार्क गाइज। कस्तो चलिरहेको छ जापानको लाइफ भन त, यसो सुनाऊ। त्यही अब उठो, टोइलेट गयो अनि डाइरेक्ट काममा अब पढ्न नि जानुपर्छ बिहान उठ्ने बित्तिकै। अनि कस्तो चलिरहेको? या भाइ हेर्ने फुल जापान या भाइ होइन। ओहो के दामी देखियो, कस्तो दामी देखियो साथीहरू। यो चाहिँ पार्क हो। हामी त अलिक ठुलो पार्कमा जाँदैछौँ है। र साथीहरू हामी चाहिँ यो तलको ढुङ्गे पार्कमा आइसकेका छौँ होइन। केटाहरू त उयो त छन्। यो चाहिँ हाम्रो पार्क भयो। यी टक्क लाएर यता यस्तो हो। साकुराहरू टन्नै फलेको छ। यो हेर्नुहोस्, यही हो साकुरा चाहिँ। हामी चाहिँ अब माथिल्लो ठुलो पार्कमा जान्छौँ। त्यहाँ चाहिँ साकुरा टन्नै छ साथीहरू होइन। अनि यो चाहिँ खोला भयो। र साथीहरू हामी चाहिँ अब माथिल्लो पार्कतिर जाँदैछौँ होइन। अब हजुरहरूलाई उहाँ माथि गएर देखाउनु छु के छ। र मेरो पछाडि जापानिज डोडाहरू भागिसकेको छ। र केटाहरू यता उताहरू कोही पार्कमा बसेर केही खाइरहेका छन्। र साथीहरू त्यहाँ जापानिज बुढाले हक्की खेलिरहेको छ है। त्यहाँनिर चाहिँ हामी डिस्टर्ब नगरौँ। र साथीहरू अहिले चाहिँ हामी जापानमा छौँ होइन। त्यो जापानको रोड र मान्छे हिँड्ने ठाउँ कस्तो छ हेर्नुहोस् है हजुरले एकचोटि। यो हेर्नुहोस्, रोड हेर्नुहोस् यस्तो क्लियर छ। प्लस यो हिँड्ने बाटो, यो भनेको अपाङ्गहरूलाई हिँड्ने यो लाइन। प्लस यता भनेको मान्छे हिँड्ने, अनि यो साइकल हिँड्ने। र हाम्रो पनि बालेन दाइ, हाम्रो देशमा नि यस्तै हुनु पऱ्यो है। अब प्लिज केटाहरू भन त ल, केही भन त बालेन दाइलाई। अनिल, हाम्रो अहिले हालको नयाँ प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई तिमीले के भन्न चाहन्छौ? एउटा युवा भएर देशको विकासको लागि के भन्न चाहन्छौ भन ल। यता हेरेर, देशको विकासको लागि जाँड खाने भड्डी पसल चाहिँ यो बनाउनु पर्छ। भएन यार यो त यार। किन तिमीले भन, यिनले धेरै उ त भन्यो यार। ल छिटो केही भन नि त। के भन्दा केही नि भन्दैनौ। मैले चाहिँ के भन्न चाहन्छु भन्दा बालेन्द्रज्यूलाई, अब हामी जस्तो युवाहरू विदेश गएका छौँ भने अब रोजगार खुलाइदिनु पर्यो देशमा। पुस्ताहरूलाई चाहिँ भन्न भाइ, फिर्किने वातावरण मिलाउनु पर्छ। छिटै फर्किने अब हामीलाई वातावरण मिलाउनु पर्यो बालेन सर। लगेजहरू रेडी नै छ। लगेजहरू रेडी छ। हामी टिकट काटेर आउन मात्रै बाँकी छ है। देश विकास त अब हाल बेहालै हुन त सक्दैन, किनभने बल्ल हाम्रो नेता हुनुभएको छ। र साथीहरू हेर्नुहोस् त, यहाँ बाटैभरि यो साकुरा भन्छ होइन जापानिजमा त। तर नेपालीमा त यसलाई के भन्छ अनिल? पयौँको फुल हो यो चाहिँ। यस्तो कस्तो दामी फुल्यो, सिन पनि कति राम्रो आहा। यो चाहिँ अहिले जापानमा यो फल्ने सिजन हो होइन। यो र यही हेरेर चाहिँ हामी अझै अलि माथिल्लो डाँडामा चाहिँ यो भन्दा नि कति धेरै रुखै रुख छ होइन। राम्रो देखिन्छ त्यहाँ सिन। अब एउटा दुईवटा फोटो नि खिचिन्छ, प्लस भिडियो नि बनाइन्छ होइन साथीहरू। र फाइनल साथीहरू हामी चाहिँ अब साकुरा फुलेको ठाउँमा आइसकेका छौँ। अब हामी यहाँबाट थोरै चढेर यता माथिपट्टि हो ठाउँ चाहिँ। अब आउन लागिसक्यो। हजुरहरूलाई त्यहाँ गएर देखाउनु चाहिँ कस्तो छ है त्यहाँको सिनहरू चाहिँ। र फाइनल साथीहरू हामी चाहिँ साकुरा फुलेको पार्कमा आइसकेका छौँ है। पार्क चाहिँ यही हो। म चाहिँ हजुरहरूलाई त्यही पार्कमा गएर देखाउने छु कस्तो कस्तो फुल फलेको छ र कस्तो सिन छ भनेर है त। र फाइनल साथीहरू हामी चाहिँ साकुरा फुलेको फल ठाउँमा आइसकेको छौँ। हेर्नुहोस् साकुरा यो चाहिँ टक्क यस्तो छ। जापानिज भने टन्नै छ।
यो चाहिँ साकुरा फुलेको ठाउँ है साथीहरू। र साथीहरू हेर्नुहोस् यो चाहिँ टक्क यहाँ साकुराहरू कस्तो राम्रो फलिरहेको छ हेर्नुहोस् त। यसलाई चाहिँ नेपालीमा पयु भन्दैछ, जापानिज भाषामा चाहिँ साकुरा। उता अर्को भिडियो बनाइरहेको छ र म पनि हजुरहरूलाई देखाउँदैछु कस्तो कस्तो छ साकुरा। र हामी एकछिन फोटो पनि खिच्नेछौँ, फोटो नि खिचेर टक्क भिडियोहरू बनाउने छौँ। हजुरहरूलाई चाहिँ थोरै सिनेमेटिक भिडियोहरू देखाउने छु है त। साथीहरू फाइनली हामी चाहिँ साकुरा हेरेर अब फोटोहरू पनि खिच्यौँ र फोटो खिचेर अब चाहिँ हामी फर्किँदैछौँ। र हेर्नुहोस् यो चाहिँ खोला, यहाँनिर चाहिँ खोला छ होइन। हेर्नुहोस् सेम नेपालको जस्तै छ। केटाहरू उहाँ पुगिसक्यो। ओ केटाहरू कस्तो लाग्यो त साकुरा? यसो दिन पऱ्यो नि त। साकुरा त मजाको भोक लाग्यो झन्। भोक लाग्यो? अनिललाई कस्तो लाग्यो त साकुरा? साकुरा त मजा लाग्यो भोक लागेर। र साथीहरू हामी चाहिँ यहाँ साकुरा फुल हेर्न आयौँ र हेऱ्यौँ पनि र फोटोहरू पनि खिच्यौँ। र यही हो साकुरा। यसलाई चाहिँ नेपालीमा पयु पनि भन्छ होइन, जापानिजमा त साकुरा भन्छ। र हेऱ्यौँ हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो होइन, साकुरा कस्तो हुँदैछ त है जापानको। मैले त केटाहरूलाई सोधिसकेको छु, तर मेरो लागि चाहिँ आज राम्रो लाग्यो होइन। आज टक्क बिदाको दिन पनि घुम्न आइयो, साकुरा हेऱ्यो, फोटोहरू खिच्यो। र हजुरहरूलाई अब एकछिन हामी खाजा खान जाँदैछौँ भोक लागेको कारणले। र यसो सुपातिर गएको पनि देखाउँछु हजुरहरूलाई। र फाइनल साथीहरू हामी त्यही सुपा गएनौँ पसल, डाइरेक्ट रुम आयौँ। रुममा आएर यहाँ है केटाहरू यता जुत्ता खोल्दैछन्, एउटा फिस्टी यता यता कतिजना बसिरह। मेरो रुम चाहिँ हो भाताङ भुतुङ छ गाइज, यसो डोन्ट माइन्ड। यता किरणको रुम। र आजको लागि यति नै। र हजुरहरूलाई कस्तो लाग्यो साकुरा फुल हेरेको? त्यस्तो आज त्यस्तरी देखाउनु त पाइनँ, अब जे भने हतार हतारमा थियो, त्यही भएर नर्मल गयो, फोटो खिच्यो, हेऱ्यो अनि आयो। फेरि अर्कोचोटि नयाँ भिडियो हजुरहरूको माझमा लिएर आउने छु। र आजको लागि यति नै। अर्को भिडियोमा भेट्नेछौँ। हस्त जय नेपाल।